केपीवाले जे भन्नुहुन्छ त्यही गरौँ, संविधान पनि चाहिएन, केपीवाले जे भन्नुहुन्छ त्यही गरौँ। मैले केही क्राइम गरेँ, केपीवाको मान्छेले केही क्राइम गर्यो भने म चाहिँ 10 वर्ष जेल बस्छु, केपीवाको मान्छे 10 दिनमै फुत्केर आउँछ। केपीवा सुप्रिम लिडरलाई त्यो सबै गर्न लगाइदिउँ न। हामीलाई संविधानको के काम, के अरे न्यायपालिकाको के काम, हामीलाई संसदको के काम, जे केपीवाले जे भन्नुहुन्छ त्यही गरिदिउँ, भइहाल्छ नि। सोसियल मिडिया बिल पास गरौँ, केपीवाको युनानिमस कन्ट्रोल बनाइहालौँ। केपीवाले जे भन्नुहुन्छ त्यही राइट, जे भन्नुहुन्न त्यो रङ। केपीवाले भन्यो भने जे पनि राइट, हामीले भन्यो भने जे पनि रङ। बच्चाहरू काम छैन, उद्देश्य छैन, रिसाको बच्चाहरू जे पनि गर्छन् भन्नुहुन्छ। अनि त्यसपछि आफ्नै भलन्टियर फोर्स इकट्ठा गर्नुहुन्छ अनि उनीहरूलाई हाम्रोतिर घुसाइदिनुहुन्छ अनि सिंहदरबार जलाउनुहुन्छ। अब केपीवाले नै गर्नुभयो त भनिनँ मैले, तर जो पनि हुन सक्थ्यो के त्यो। जेनजी इज जस्ट एन एज ग्रुप। एउटा बच्चाहरूको टोलीलाई सिंहदरबार जलाइस्, तिमीहरूको इतिहास, तिमीहरूलाई इतिहासको बाल छैन भनेर हुँदैन नि त। इतिहासभन्दा इम्पोर्टेन्ट त यो देशको फ्युचर छ होला नि त। इतिहास त भइरहेको छ, हिजो भएको कुरा पनि इतिहास हो, तर फ्युचर धेरै इम्पोर्टेन्ट हुन्छ नि त। इतिहास जति गौरवशाली भए पनि फ्युचरको कुरा हुन्छ नि त। हजुर, म विरुद्धमा आएको होइन। उहाँले आफ्नो विचार त राख्न पायो नि। तिमी विरोध गर्न आएको भने धम्काउन त पाइँदैन होला नि त। यो नानीले केपीवाको कुरा मन परेन, विरोध गर्न पायो क्या। हामीलाई सबै थाहा हुन्छ। अनि तपाईँहरूको नै कुरा सुन्नु न, नै कुरा सुन्नु। यहाँ ल्याउनु पर्छ विचार लिनुलाई। ए विचार मैले यहाँ ल्याएको। यहाँ चाहिँ के गरेर ल्याउनु भएको? स्टेटबाजी गराउनु होला तपाईँहरू, स्टेटबाजी गराउनु। कस्तो मान्छे रेकर्डै नगर्ने। रेकर्ड गर्नु। दर्शक पनि यतिखेर देख्न सक्छौँ हामी, यतिखेर देख्छौँ हामीलाई उतला उतल गरेर एउटा 9 क्लासमा पढ्ने सानी बहिनीले होइन आफ्नो विचार राख्दै गर्दा पछाडिबाट एमालेका कार्यकर्ताहरूले हामीले आक्रमण गर्न खोजिराख्नु भएको छ, हेर्न सक्छौँ। रेकर्ड गर्नु न, रेकर्ड गर्नु। पछाडिबाट देख्न सक्छौँ हामी, पछाडिबाट हामीले आक्रमणका लागि आउनुभएको